नेपालको एकदमै फेमस ठाउँ र निकै नै राम्रो पर्यटकीय क्षेत्र भनेर चिनिने पोखराको फेवातालमा चाहिँ यस्तो खालको डङ्गुर फोहोर मैलोले चाहिँ भरिपूर्ण भएको फेवातालमा चाहिँ आशिका तामाङले चाहिँ देख्नु भएछ र यहाँ अहिले सामाजिक सञ्जालमा चाहिँ यसरी भाइरल भइरहेको छ। एकचोटि यो भिडियोलाई हेर्नुहोस् है। दिस इज फेवाताल। माय गॉड, ये पोखराको बजार फोहोर हजार, पोखराको बजार। अब नेपाल सरकारले यो त्यहाँको नगरपालिका त्यहाँको जनप्रतिनिधिहरूले के हेरेर बस्छन् के? माय गॉड, यहाँको मेयरलाई राम्रो पर्यटकीय क्षेत्रमा सलाम भन्न चाहन्छु। यताबाट ठाउँमा एउटा सरसफाइ गरेर एकदम राम्रो काम गर्नु भएको छ। यहाँ मात्रै हैन, माथिसम्म सबै डुङ्गुर गराउने डुङडुङ। इट इज सेकेन्ड बागमती। सेकेन्ड बागमती भन्दा मलाई सुन भेरी सुन इट विल बी सेकेन्ड बागमती। माय गॉड, यस्तो होला नि मैले सोचेको थिइनँ है। उतातिर देखाउनु त अझ कति धेरै छ। माय गॉड, कति छ त्यहाँ देखिँदैन अहिले। म यति भन्न आएको, म यहाँ विरोध गर्न आएको होइन। मलाई विरोध गरेको मन पर्दैन, मलाई गीत गाउन चाहिँ एकदम मन पर्छ। त्यसको लागि धन्यवाद। सुन्दर र सफा भनेर चिनाउने भन्ने कुरा चाहिँ दिमागमा छैन। त्यहाँको नगरपालिका त्यहाँको अब यो फेवातालको संस्थापक होला, एउटा संस्था होला, त्यहाँको मान्छेहरूको केही ध्यान छैन। हेर्नुहोस् त, गाह्रो छ। आशिका तामाङजीले चाहिँ एकदमै राम्रो काम गर्नुहुन्छ भन्ने चाहिँ मलाई चाहिँ मनमा लाग्छ है। उहाँले चाहिँ जस्तो पनि जस्तो छ त्यस्तो क्या रियालिटीमा चाहिँ उहाँले चाहिँ बताउनुहुन्छ र देखाउनुहुन्छ। एकदमै म चाहिँ आशिका तामाङको चाहिँ बिग फ्यान हो। उहाँलाई चाहिँ मेरो धेरै सपोर्ट छ।